वेलकम ब्याक टु न्यू ब्लग दिस यो बिबस वे गाइस। सो सबै ठिकठाक हुनुहुन्छ होला। सो आज चाहिँ हामी जाँदैछौँ सिङ्जीको नयाँ वाटरफल्स हेर्नु। अन्त साहिल सपन्दा अनि पछि केटाहरू पनि छ, तिनीहरू चाहिँ को थाहा छैन। सो जस्ट यस्तो रहेछ बाटो चाहिँ, रोडबाट ओर्लिँदैछौँ हामी। नभन्नु नि त्यस्तो हावामा यहाँ अच्छावाला अवस्था है। हामी कोही कोही बेला लोकल टुरिस्ट भिडियो होइन, यहाँ त बज्दैछ कि नयाँ नयाँ भर्खर भर्खर बनाएको। फेरि भिडियो देखेर फाइन माग्छ होला हामी। यहाँ दो कुरा गर्छ नि त फेरि त्यो मान्छे यस्तो साह्रो नहुँ न। दामी रहेछ यहाँ नि, रस्ता आस्छ बनाएको। यहाँ माथि चाहिँ रोड छ कि फेरि कहाँ किन यो पहिरोबाट ए पौडी खेल्ने हो नि बनाएर रहेछ केटा। यहाँ डल्लै रोडबाट देख्ने रहेछ छङ्गै माथि। देखो केटा अच्छा बनायो त। पौडी खेल्ने ठाउँ रहेछ त्यहाँ झर्ना। वाह वाह अति सुन्दर, अति प्राण सुन्दर। ए पौडी खेल्थ्यो भने त को रहेछ त्यहाँ त। फर्स्ट भिजिट गरेका नि झर्नामा आएको थिएन, रोड माथि छ, त्यहीँबाट झरे पनि हुन्छ नि। हामी पहिला त्यहीँ वाइ गाइज अमेजिङ, दिस इज जस्ट यु क्यान सी झर्ना। अब यहाँ चाहिँ पौडी खेल्नु त्यहाँबाट खिच्दैछ। वाउ बहुत सुन्दर है। सो 10 लोक हिँडिसक्यो। जुन हामी यहाँबाट निस्केको अब है। मलाई यहाँ रिल्स बनाउनु दिने केटाहरूले ठ्याक्कै रिल्स एकदम रिल्स बनाऊ भन्ने चाहिँ के एकछिन पर्खेको भए त हुन्थ्यो नि। तर दामी रहेछ जग्गा है, यु क्यान भिजिट गाइज। तपाईँहरू पनि आउनु सक्नुहुन्छ। ओपनिङ चाहिँ भएको छैन होइन, ओपनिङ कहिले 20मा छ है, कहिले छ है। दामी बनाएको छ, म पनि फर्स्ट टाइम आएको है। सो गर्लफ्रेन्डसँग ल्याउनु लागि होइन सजेस्ट गर्छु कि जग्गा दामी एकदम। हाम्रो त छैन के गर्नु अब, तर पनि यो दुइटाको चाहिँ छ त। फिर्से कर न, फिर्से कर, मजा आयो। पक्नु न त्यही थियो आज भ्लग। अब के गर्नु है, अब रोड निक्लिने, रोड यहीँ माथि नै हो। हाया सो जस्ट आज का भ्लग यहीँ एन्ड करते, सर्ट बनायो। सो मलाई पनि थाहा थिएन कि आउँछु भन्ने। सो सडनली केटाहरूसँग यो मुलाहरूसँग हो क्या। सो मिल्छ नेक्स्ट भ्लग में। सो hasta la vista, bye bye.